नमस्ते सबैजनालाई। सो आजदेखि हामी काइनेम्याटिक्स सुरु गर्छौँ। काइनेम्याटिक्सको लागि हामीले 3-4 लेक्चर थ्योरीको लागि लिन्छौँ र थ्योरी सकेपछि हामीले न्युमेरिकल प्र्याक्टिस गर्छौँ यसको। ठिक छ। सो काइनेम्याटिक्स भनेको सिम्पली स्टडी अफ मोसन हो। स्टडी अफ मोसन, तर विदाउट कन्सिडरिङ द कज अफ मोसन। विदाउट कन्सिडरिङ द कज अफ मोसन। यसको मतलब हामीले काइनेम्याटिक्समा कुनै बडी मोसनमा छ, त्यसको मोसनको बारेमा स्टडी गर्छौँ, बट त्यो मोसन किन भइरह त्यसको बारेमा हामीले स्टडी गर्दैनौँ, त्यसको कज स्टडी गर्दैनौँ। काइनेम्याटिक्सले कुनै बडी कसरी मुभ हुन्छ, कसरी मोसनमा छ त्यो बताउँछ, बट त्यो किन मोसनमा छ त्यो बताउँदैन। ठिक छ। यो भनेको सिम्पली काइनेम्याटिक्स, काइन भनेको मोसन हुन्छ र म्याटिक्स भनेको म्याथमेटिक्स। सो इट इज सिम्पली द म्याथमेटिक्स इन्भल्भ इन द मोसन अफ अ बडी। ओके। सो अब यसमा अब काइनेम्याटिक्सलाई मेजर गर्ने काइनेम्याटिक्समा हामीले थुप्रै फिजिकल क्वान्टिटिजहरूको बारेमा पढ्छौँ, जस्तो डिस्टेन्स भयो, डिस्प्लेसमेन्ट भयो, स्पिड, भेलोसिटी, एक्सेलरेसन, जग, यो सबै तपाईँले सुन्नुभएको होला। ठिक छ। सो पहिला हामीले सुरु गरौँ डिस्टेन्स र डिस्प्लेसमेन्टदेखि। ओके। डिस्टेन्स एन्ड डिस्प्लेसमेन्ट। अब डिस्टेन्स र डिस्प्लेसमेन्ट भन्दैछ हामीसँग। अब डिस्टेन्स भनेको कुनै पनि अब्जेक्टले एउटा पोइन्टदेखि अर्को पोइन्टमा जान टोटल डिस्टेन्स कति कभर गर्यो त, एक्चुअल डिस्टेन्स कति ट्राभल गर्यो, त्यो भनेको हाम्रो डिस्टेन्स हुन्छ। बट डिस्प्लेसमेन्ट भनेको कुनै दुईटा पोइन्टको बिचमा जुन सर्टेस्ट डिस्टेन्स हुन्छ, जुन सर्टेस्ट पाथ हुन्छ, त्यसलाई हामीले डिस्प्लेसमेन्ट भन्छौँ। जस्तो कि एउटा मानव अब्जेक्ट यहाँदेखि यो पोइन्टमा जानुपर्नेछ, यो ए पोइन्टदेखि बी पोइन्टमा जानुपर्नेछ। अब यो यहाँ थुप्रै तरिकाले जान सक्छ। एउटा यसरी यो पाथ ट्राभल गरेर जान सक्छ, यसरी यो पाथ ट्राभल गरेर जान सक्छ, यसरी घुमेर पनि जान सक्छ। ठिक छ। सो यो जुन पाथको एलङ जुन डिस्टेन्स कभर हुन्छ, यो पाथको एलङ जुन डिस्टेन्स कभर हुन्छ, मतलब जुन लेन्थ यसले कभर गर्छ त्यहीलाई हामीले डिस्टेन्स भन्छौँ। जुन एक्चुअल यसले लेन्थ कभर गर्छ त्यसलाई हामीले डिस्टेन्स भन्छौँ। बट डिस्प्लेसमेन्ट भनेको के हुन्छ भने दुईटा पोइन्टको बिचमा जुन सर्टेस्ट पाथ हुन्छ त्यसलाई हामीले डिस्प्लेसमेन्ट भन्छौँ। सर्टेस्ट पाथ के हुन सक्छ? सिम्पली एउटा स्ट्रेट लाइन। यो दुईटाको बिचमा सर्टेस्ट पाथ भनेको ए देखि बी को बिचमा एउटा स्ट्रेट लाइनले कनेक्ट गर्ने, यो भनेको हाम्रो सर्टेस्ट पाथ हुन्छ। सो इनिसियल र फाइनलको पोजिसनको बिचमा जुन सर्टेस्ट पाथ हुन्छ त्यसैलाई हामीले डिस्प्लेसमेन्ट भन्छौँ। ठिक छ। र एक्चुअल जुन बडी मुभमेन्ट गर्दाखेरि जुन एक्चुअल पाथ कभर गर्छ त्यसलाई हामीले डिस्टेन्स भन्छौँ। ओके। सो डिस्टेन्स भनेको हाम्रो स्केलर क्वान्टिटी हुन्छ। त्यसैगरी डिस्प्लेसमेन्ट भनेको हाम्रो भेक्टर क्वान्टिटी हुन्छ। ओके। डिस्टेन्स स्केलर हुन्छ, डिस्प्लेसमेन्ट भेक्टर हुन्छ। सो भेक्टरको एउटा पर्टिकुलर डिरेक्सन हुन्छ डिस्प्लेसमेन्टको, जसरी कि ए देखि बी गइरह, सो यो भेक्टरको डिरेक्सन यसरी छ। ओके। जस्तै इक्जाम्पल दिउँ, मानौँ हामीलाई ए देखि बी पोइन्टमा मानौँ एउटा अब्जेक्ट एमा थियो। ठिक छ। एमा थियो, यो यता ट्राभल गर्यो 3 मिटर, 3 मिटर यता गयो। ठिक छ। 3 मिटर यता गयो र यहाँदेखि फेरि त्यही पुरानै पाथमा 2 मिटर यता फर्क्यो, मानौँ यसरी फर्क्यो। ठिक छ। अब तपाईँलाई कसैले सोध्यो, यो बी पोइन्ट हो, ओके, फाइनल पोइन्ट बी पोइन्ट हो। अब तपाईँलाई कसैले सोध्यो कि यो डिस्टेन्स कति छ त, यो बडीले डिस्टेन्स कति कभर गर्यो त। सो डिस्टेन्स मैले के भने, डिस्टेन्स डिरेक्सनमाथि डिपेन्ड गर्दैन, जुन एक्चुअल पाथ त्यसले कभर गर्यो, कति लेन्थ कभर गरे त्यो भनेको हाम्रो डिस्टेन्स हुन्छ। सो 3 यता 3 कभर गर्यो र यता 2 कभर गर्यो। सो 3 + 2 डाइरेक्ट स्केलर सम गरिदिने, 3 + 2 5 मिटर। सो डिस्टेन्स यसले कति कभर गर्यो? 5 मिटर। बट यहीँ यदि हामीले डिस्प्लेसमेन्ट हेर्नु पर्दा, यदि डिस्प्लेसमेन्ट हेर्ने हो भने हामीले के गर्ने, ए देखि बी सम्मको इनिसियल र फाइनल पोजिसनको बिचको जुन सर्टेस्ट पाथ हुन्छ त्यो भनेको हाम्रो डिस्प्लेसमेन्ट हुन जान्छ। सो ए देखि बी गह, ए देखि बी को सर्टेस्ट पाथ के हुन्छ? ए देखि बी मा स्ट्रेट लाइनले कनेक्ट गर्ने। सो यो हाम्रो डिस्प्लेसमेन्ट हुन जान्छ। यो कति छ डिस्प्लेसमेन्ट हेर्नु त, यता 3 ट्राभल गर्यो, यता 2 ट्राभल गर्यो भने हाम्रो 1 मिटर
डिस्प्लेसमेन्ट देखा। सो डिस्प्लेसमेन्ट यानी आफ्नो पोजिसनदेखि बडी कति डिस्प्लेस भयो त। सो डिस्प्लेसमेन्ट कति आयो 1 मिटर आयो। जस्तै एउटा अझै इक्जाम्पल लिउँ। मानौँ एउटा बडी यसरी सर्कुलर पाथमा ट्राभल गर्यो, यसरी सेमी सर्कल छ, यसको रेडियस छ, यसको रेडियस मानौँ r छ। सो यो ए पोइन्टदेखि बी पोइन्टमा यसरी ट्राभल गर्यो। तपाईसँग सोध्यो कसैले डिस्टेन्स कति छ भनेर। सो डिस्टेन्स भनेको कति पाथ कभर गर्यो, ठीक छ। यो सर्कलको टोटल सर्कमफ्रेन्स हुन्छ 2 पाई आर। सो हाफ सर्कलको कति हुने भयो पाई आर। सो डिस्टेन्स हाम्रो कति हुने भयो पाई आर। बट यही यदि डिस्प्लेसमेन्ट सोद्धाखेरि डिस्प्लेसमेन्ट कसरी निकाल्ने, इनिशियलदेखि फाइनल पोजिसनमा कनेक्ट गर्ने। सो इनिशियलदेखि फाइनल पोजिसन यो हुन्छ, ठीक छ, यो स्ट्रेट लाइन। सो हाम्रो डिस्प्लेसमेन्ट कति हुने भयो, यो r हुन्छ, यो r, सो यो 2r हुने भयो। यसरी हामीले डिस्प्लेसमेन्ट निकाल्छौँ, बुझ्नुभयो। मानौँ एउटा अझै हेरौँ। मानौँ अब्जेक्ट यसरी गयो, यसरी यता 3 मिटर ट्राभल गर्यो र यता गएर यसरी 4 मिटर ट्राभल गर्यो, ठीक छ। अब तपाईले सोध्यो कोहीले डिस्टेन्स कति छ, डिस्टेन्स के गर्ने, सिम्पली कति ट्राभल गर्यो 3 + 4 7 मिटर। डिस्प्लेसमेन्ट तपाईलाई सोध्यो, डिस्प्लेसमेन्ट सोध्यो। सो इनिशियलदेखि फाइनल पोजिसनमा जाने यसरी। डिस्प्लेसमेन्ट कति हुन्छ, डिस्प्लेसमेन्ट भनेको यो लेन्थ हुन जान्छ, ओके, सर्टेस्ट लेन्थ। सो यो यदि राइट एंगल ट्रायंगल हो 3 छ 4 छ भने यो कति हुन्छ 5 मिटर हुन्छ हाइपोटेनस। सो हाम्रो डिस्प्लेसमेन्ट कति हुन जान्छ 5 मिटर, ओके। अब डिस्प्लेसमेन्ट भनेको त भेक्टर क्वान्टिटी हो। सो म्याग्निट्युड मात्र लेखेर भएन। यो डिस्प्लेसमेन्ट भनेको हामीले 5 मिटर लेख्यौँ, यो यसको म्याग्निट्युड मात्र हो, ओके। सो यसको डिरेक्सन, अब डिरेक्सन फर्ममा कसरी लेख्ने, भेक्टर फर्ममा कसरी लेख्ने त। मानौँ यसरी छ अब्जेक्ट, यो हाम्रो एक्स एक्सिस देख, यो वाई एक्सिस देख, ओके। अब भन्यो क्वेसनले अब्जेक्ट यता एक्स एक्सिसतिर 3 मिटर गयो अनि वाई एक्सिसतिर 4 मिटर गयो। अघिको क्वेसन 3 मिटर गयो यता 4 मिटर गयो। अब तपाईलाई सोध्यो डिस्प्लेसमेन्ट भेक्टर कति हुन्छ त, डिस्प्लेसमेन्टलाई भेक्टर फर्ममा लेख। सो भेक्टर फर्ममा निकाल्नलाई पहिले के गर्ने, डिस्प्लेसमेन्ट कति हुन्छ। सो डिस्प्लेसमेन्ट भनेको यो सर्टेस्ट पाथ कति भयो, डिस्प्लेसमेन्टको म्याग्निट्युड 5 मिटर। सो म्याग्निट्युड अफ डिस्प्लेसमेन्ट हामीलाई थाहा कति छ 5 मिटर, ओके। अब भेक्टर फर्ममा लेख्नलाई भेक्टर फर्म भनेको कार्टेसियन फर्म, आई र जे को कम्पोनेन्ट भयो, आई क्याप जे क्याप र के क्यापको फर्ममा लेख्न छ हामीलाई, ओके। त्यसको लागि के चाहियो, आई भनेको एक्स एक्सिसको युनिट भेक्टर। सो एक्स एक्सिसको अलोङ यो डिस्प्लेसमेन्टको कम्पोनेन्ट, जे भनेको वाई एक्सिसको अलोङ डिस्प्लेसमेन्टको कम्पोनेन्ट। र किनभने यो 2D प्रब्लम छ सो के भेक्टर अहिले काम लागेन, ओके। सो आई को अलोङ यसको कम्पोनेन्ट कति हुन्छ, आई को अलोङ यसको कम्पोनेन्ट भनेको यसमा प्रोजेक्सन एक्समा प्रोजेक्सन, ओके, त्यो भनेको सिम्पली 3 मिटर हुन्छ, ओके। सो आईमा कति ट्राभल गरे, यसले 3 मिटर पोजिटिभ एक्स एक्सिसतिर ट्राभल गरे। सो 3 आई क्याप हुने भयो, ओके। र जेमा कति ट्राभल गरे, जे वाई एक्सिसमा कति ट्राभल गरे 4 मिटर कतातिर पोजिटिभ वाईतिर। सो +4 जे क्याप। यसरी हामीले भेक्टर फर्ममा लेख्न सक्छौँ। यसको म्याग्निट्युड निकाल्नुहुन्छ हेर्नु 3 स्क्वायर + 4 स्क्वायर 5 मिटर आउँछ, ओके। यसरी हामीले डिस्प्लेसमेन्टलाई भेक्टर फर्ममा लेख्न सकिन्छ। मानौँ यसरी देख, हाम्रो डिस्प्लेसमेन्ट यो देख, यो डिस्प्लेसमेन्ट देख। मानौँ यसले भने यसले 30 डिग्री एंगल बनाएको छ र यो हाम्रो 4 यो हाम्रो यसको म्याग्निट्युड हाम्रो 4 दिएको छ 4 मिटर्स, ओके। यसलाई पनि भेक्टर फर्ममा लेख्न पर्यो। कसरी लेख्ने भेक्टर फर्ममा, एक्स को अलोङ कम्पोनेन्ट लिने, यसको एक्स को अलोङ कम्पोनेन्ट कति हुन जान्छ 4 cos 30 जुन कि कति हुन्छ 4 cos 30 अनि 2√3 हुन जान्छ, ओके। त्यसैगरी वाईमा यसको कम्पोनेन्ट कति हुन्छ, वाईमा यसको कम्पोनेन्ट हुन जान्छ 4 sin 30 जुन कि 2 मिटर भयो, ओके। सो डिस्प्लेसमेन्ट भेक्टर कसरी लेख्ने, एक्स एक्सिसमा कति ट्राभल गर्यो 2√3 कतातिर पोजिटिभ एक्सतिर ट्राभल गरे। सो पोजिटिभ एक्सतिर यानी 2√3 आई क्याप र नेगेटिभ वाईतिर, यहाँ हेर्नु नेगेटिभ वाईतिर यसले 2 मिटर ट्राभल गरे। सो नेगेटिभ वाई यानी -2 जे क्याप। यसरी हामीले डिस्प्लेसमेन्ट भेक्टर रिप्रेजेन्ट गर्न मिल्छ, ओके।
सो आई होप डिस्प्लेसमेन्ट र डिस्टेन्स क्लियर हुनुभयो होला, तपाईको क्लियर भयो होला। ओके, अब हामीले नेक्स्ट हेरौँ स्पिड एन्ड भेलोसिटी। स्पिड एन्ड भेलोसिटी। अर्को कुरा डिस्टेन्स र डिस्प्लेसमेन्टमा यदि हेर्नुहुन्छ भने डिस्प्लेसमेन्ट कहिले पनि डिस्टेन्स भन्दा ठुलो हुन सक्दैन। ओके, डिस्टेन्स भन्दा कहिले पनि ग्रेटर हुन सक्दैन डिस्प्लेसमेन्ट। ओके, सो एउटा रिलेसन याद राख्नु होला, डिस्प्लेसमेन्ट इज अलवेज लेस देन इक्वल टु, इट इज अलवेज लेस देन इक्वल टु डिस्टेन्स। यो याद राख्नु होला, डिस्प्लेसमेन्ट इज अलवेज लेस देन इक्वल टु डिस्टेन्स। डिस्प्लेसमेन्ट कहिले पनि डिस्टेन्स भन्दा ठुलो हुन सक्दैन, बराबर हुन सक्छ, किनभने यो पनि एक प्रकारको डिस्टेन्स नै हो। ए देखि बी जाने यो पनि एक प्रकारको डिस्टेन्स हो, बट डिस्प्लेसमेन्ट कहिले पनि डिस्टेन्स भन्दा ठुलो हुन सक्दैन। सो डिस्प्लेसमेन्ट इज लेस देन इक्वल टु डिस्टेन्स। ओके, अर्को कुरा डिस्प्लेसमेन्ट पोजिटिभ पनि हुन सक्छ, नेगेटिभ पनि हुन सक्छ। पोजिटिभको मिनिङ के हो, हामीले जुन डिरेक्सनमा पोजिटिभ मानौँ तपाईले भन्यो कोहीले डिस्प्लेसमेन्ट हाम्रो -3 मिटर छ। यसको मिनिङ के हो, डिस्प्लेसमेन्ट -3 छ भने यसको मिनिङ भनेको जस्तै यदि मैले यो डिरेक्सनलाई पोजिटिभ मानेको छु, यो डिरेक्सनलाई पोजिटिभ मानेको छु भने हाम्रो इनिसियल पोइन्टदेखि यो डिरेक्सनमा यदि गएको भए 3 मिटर हुन्थ्यो पोजिटिभ डिरेक्सनमा, बट इनिसियल पोजिसनदेखि -3 भन्नाले यो नेगेटिभ डिरेक्सनमा गएको छ, नेगेटिभ डिरेक्सनमा 3 मिटर ट्राभल गरेको छ ओरिजिनल पोजिसनबाट। यो भनेको नेगेटिभको मिनिङ हुन्छ। यदि त्यही भनेको भए यस इज इक्वल टु 4 मिटर भनेको भए यसले पोजिटिभ डिरेक्सनमा 4 मिटर डिस्प्लेस भएको छ, यानि पोजिटिभ डिरेक्सनमा 4 मिटर डिस्प्लेस भएको छ। यदि यो पोजिटिभ हो भने यो नेगेटिभ हुन्छ यतातिर। ओके, सो -3 मतलब नेगेटिभ डिरेक्सनमा यसले 3 मिटर ट्राभल गर्यो। जस्तो कि यहाँ हुन्थ्यो, जस्तो कि यो भनेको -2 आएको छ। -2 भन्नाले के भयो, नेगेटिभ। हामीले यसलाई पोजिटिभ वाइ मान्यौँ भने यसलाई नेगेटिभ वाइ मान्यौँ, ठिक छ। सो यो पोजिटिभ वाइ हो, सो पोजिटिभ वाइतिर होइन, -2 भनेको नेगेटिभ वाइतिर यसले 2 मिटर ट्राभल गरेको छ, बुझ्नुभयो। सो डिस्प्लेसमेन्ट पोजिटिभ पनि हुनसक्छ, नेगेटिभ पनि हुनसक्छ, अथवा 0 पनि हुनसक्छ। जस्तो कि यो ए पोइन्ट छ र यो बी पोइन्ट छ। मानव बडी यसरी गयो, यहाँ 2 मिटर ट्राभल गर्यो र फेरि रिटर्न आयो, फेरि फर्केर यही ए पोजिसनमै आयो। ए देखि ट्राभल गरेर बी मा गयो, बी देखि फेरि रिटर्न आयो ए। सो डिस्टेन्स कति ट्राभल गर्यो यसले, डिस्टेन्स 2 + 2 4 मिटर हुन जान्छ डिस्टेन्स। बट डिस्प्लेसमेन्ट हेर्ने हो भने इनिसियल पोजिसनदेखि ट्राभल गरेर फेरि इनिसियल पोजिसनमै फर्क्यो। सो डिस्प्लेसमेन्ट कति भयो, 0 भयो। सो डिस्प्लेसमेन्ट 0 पनि हुनसक्छ, नेगेटिभ पनि हुनसक्छ र पोजिटिभ पनि हुनसक्छ। नेगेटिभले के इन्डिकेट गर्ने हो, नेगेटिभ पोजिटिभले जस्ट डिरेक्सन इन्डिकेट गर्ने हो। नेगेटिभले के इन्डिकेट गर्छ, हामीले जुन डिरेक्सनलाई पोजिटिभ मान्यौँ त्यसको अपोजिट डिरेक्सनमा डिस्प्लेसमेन्ट भएको छ। अलराइट, अर्को कुरा छ स्पिड एन्ड भेलोसिटी। स्पिड भन्नाले के हुन्छ, स्पिड भनेको कुनै पनि अब्जेक्टले 1 सेकेन्डमा 1 युनिट टाइममा कति डिस्टेन्स कभर गर्छ त्यो भनेको स्पिड हो। डिस्टेन्स कभर्ड बाई अ बडी इन युनिट टाइम, युनिट टाइममा कति डिस्टेन्स कभर गर्छ त्यो भनेको स्पिड हो। जस्तै कि 30 मिटर पर सेकेन्ड। 30 मिटर पर सेकेन्ड भन्नाले के बुझिन्छ कि यो अब्जेक्टले, त्यो बडीले, त्यो अब्जेक्टले 1 सेकेन्डमा 30 मिटरको डिस्टेन्स कभर गर्दो रहेछ। 1 सेकेन्डमा 30 मिटरको डिस्टेन्स कभर गर्छ, 2 सेकेन्डमा 60 मिटर कभर गर्छ, 3 सेकेन्डमा 90 मिटर कभर गर्छ, बुझ्नुभयो। यो भनेको स्पिड हो। राइट, त्यसै गरी भेलोसिटी भनेको के हुन्छ, स्पिडमा डिस्टेन्स आउँछ भने भेलोसिटीमा डिस्प्लेसमेन्टको कुरा आउँछ, ठिक छ। सो भेलोसिटी भनेको डिस्प्लेसमेन्ट अफ बडी इन युनिट टाइम, डिस्प्लेसमेन्ट अफ बडी इन युनिट टाइम। डिस्प्लेसमेन्ट अफ बडी इन युनिट टाइम भनेको भेलोसिटी हुन्छ। यानी भेलोसिटी भनेको एउटा भेक्टर क्वान्टिटी हुन्छ, स्पिड भनेको हाम्रो स्केलर क्वान्टिटी हुन्छ। स्पिडको कुनै डिरेक्सन हुँदैन, बुझ्नुभयो। स्पिड कुनै पनि पाथमा हुनसक्छ, त्यो पाथमा डिपेन्ड गर्दैन, त्यो डिरेक्सनमा डिपेन्ड गर्दैन। बट भेलोसिटीको एउटा फिक्स्ड पाथ हुन्छ, एउटा फिक्स्ड डिरेक्सन हुन्छ, ठिक छ।
त्यो डिरेक्सनमा 1 सेकेन्डमा कति मिटर कभर गर्छ त्यो भनेको भेलोसिटी हुन्छ हाम्रो। सो डिस्प्लेसमेन्ट अफ बडी इन युनिट टाइम भनेको हाम्रो भेलोसिटी हुन्छ। सो सिम्पली स्पिड हेर्ने हो भने अब स्पिड पनि दुई प्रकारको हामीले लेख्न मिल्छ। जस्तै हेरौँ, स्पिडलाई पहिला हेरौँ। स्पिड भनेको मैले के भने थिएँ, डिस्टेन्स कभर्ड बाई एनी बडी इन युनिट टाइम। 1 सेकेन्डमा कति, अथवा 1 सेकेन्ड अथवा 1 घन्टामा कति डिस्टेन्स कभर गर्छ त्यो भनेको स्पिड हुन्छ। सो स्पिड पनि हामीले दुई प्रकारको लेख्न सक्छौँ। एउटा एभरेज स्पिड, एभरेज स्पिड। अब एभरेज स्पिड एउटा हुन्छ र अर्को एउटा इन्स्टेन्टेनियस स्पिड भन्ने हुन्छ। एभरेज स्पिड र इन्स्टेन्टेनियस स्पिड। अब एभरेज स्पिड, एभरेज र इन्स्टेन्टेनियस भन्नाले के हुन्छ, जस्तै मानम तपाईसँग कोहीले टेम्परेचर सोध्यो, मानम हिजोको टेम्परेचर तपाईसँग कोहीले सोध्यो। अब दिनको टेम्परेचर कसैले सोध्यो भने अब टेम्परेचर के हुन्छ, दिनमा भ्यारी गर्छ। मानम 8 बजे यदि 15 डिग्री थियो भने 9 बजे 17 डिग्री होला, 10 बजे अझै बढेको होला, 28 डिग्री होला। सो चेन्ज हुँदै जान्छ टेम्परेचर। अब तपाईसँग सोध्यो कि त्यो दिन टेम्परेचर कति थियो, त तपाईले के सबै त भन्नुहुन्न टेम्परेचर, तपाईले के गर्नुहुन्छ, एउटा एभरेज भ्यालु भन्नुहुन्छ कि त्यो दिनको एभरेज टेम्परेचर ल 20 डिग्री थियो भनेर। सो त्यो भनेको एभरेज हुन्छ। त्यो एभरेज जुन हामीले एउटा सर्टेन पिरियड, एउटा पिरियड अफ टाइममा जुन भ्यालुजहरू छ त्यसैलाई सम गरेर त्यसको नम्बर अफ अकरेन्सले डिभाइड गर्छौँ, त्यो भनेको एभरेज हुन्छ। हामीले एउटा पिरियड अफ टाइममा हेर्ने हो। सो एभरेज भनेको हामीले पिरियड अफ टाइममा हेर्ने हो, एउटा इन्टरभल अफ टाइममा हेर्ने हो। ठिक छ, एभरेज स्पिड। इन्स्टेन्टेनियस भनेको के हो भने एउटा पोइन्ट अफ टाइममा कति थियो त। अब टेम्परेचर तपाईसँग सोधिरह, मानम त्यसले सोध्यो कि 1 बजे कति थियो टेम्परेचर, त 1 बजे त एउटा फिक्स भ्यालु थियो। मानम 1 बजे 15 डिग्री थियो, त तपाईले भन्नुहुन्छ 15 डिग्री टेम्परेचर थियो। ओके, सो इन्स्टेन्टेनियस भनेको एउटा पोइन्ट अफ टाइममा हेर्ने हो, पोइन्ट अफ टाइम। ठिक छ, यो भनेको एउटा सर्टेन पिरियडमा हेर्ने हो, यो भनेको एउटा पोइन्ट अफ टाइममा हेर्ने हो। अब एभरेज स्पिडको फर्मुला के हुन्छ हामीसँग, एभरेज स्पिड यो भनेको टोटल डिस्टेन्स ट्राभल डिवाइड बाई टोटल टाइम, टोटल डिस्टेन्स बाई टोटल टाइम। यो भनेको हाम्रो एभरेज स्पिड हुन्छ। यानी टोटल डिस्टेन्स कति ट्राभल गर्यो र त्यो डिस्टेन्सलाई ट्राभल गर्न कति टाइम लाग्यो त्यसले डिवाइड गर्यो भने हामीले एभरेज स्पिड आउँछ। यसलाई यदि सिम्बोलिकली लेख्ने हो भने कसरी लेख्न मिल्छ, एस डिवाइड बाई टी। एस भनेको हाम्रो डिस्टेन्स भयो र टी भनेको टोटल टाइम कति लाग्यो त्यो डिस्टेन्स कभर गर्न। ओके, सो यो हाम्रो एभरेज स्पिडको फर्मुला भयो। अब इन्स्टेन्टेनियस स्पिड भनेको एउटा पोइन्ट अफ टाइममा हेर्ने हो। सो इन्स्टेन्टेनियस स्पिडको फर्मुला हुन्छ यो भनेको हामीले लेख्छौँ डिएस बाई डिटी भनेर। डी भनेको डिएस भन्नाले डी आउने बित्तिकै बुझ्नु कि एकदम स्मल इन्टरभलको लागि हेरिरह, एकदम स्मल। डिएस भनेको एउटा स्मल डिस्टेन्स, डिएस भनेको भेरी स्मल डिस्टेन्स। ठिक छ, डिटी भनेको भेरी स्मल टाइम इन्टरभल। ओके, सो डी को मिनिङ त्यो हुन्छ। ओके, सो इन्स्टेन्टेनियस स्पिड निकाल्नु छ भने हामीले डिएस बाई डिटी गर्छौँ। डिएस बाई डिटी भन्नाले के हुन्छ, अब हेर्नु है, तपाईले डेरिभेटिभ पढ्नुभयो होला। डेरिभेटिभमा यो मानम यो एउटा ग्राफ दिएको छ, यो एउटा ग्राफ दिएको छ। ओके, अब तपाईसँग कोहीले भन्यो कि यो पोइन्टमा यो ग्राफको स्लोप कति छ। ठिक छ, यसमा यो ग्राफको स्लोप कति छ। अब यो स्लोप निकाल्नलाई तपाईले के गर्न सक्नुहुन्छ, मानम यहाँदेखि यहाँको स्लोप निकाल्न भने यो दुईटा पोइन्टको बीचको स्लोप निकाल्न भने एक काम गरौँ, अहिले एउटा यस्तो लिम एक्स र वाई। ओके, मानम यो एउटा लाइन छ। अब तपाईलाई सोध्यो कोहीले कि यसको स्लोप, यो लाइनको स्लोप कति हुन्छ त। सो हामीले के गर्छौँ, दुईटा पोइन्ट लिन्छौँ, दुईटा पोइन्ट लिएर हामीले के गर्छौँ,
हामीलाई स्लोप निकाल्नु छ। सो स्लोप कसरी निकाल्छौँ हामीले? स्लोप भनेको यदि यो x1 y1 हो पोइन्ट र यो x2 y2 हो भने हामीले स्लोप कसरी निकाल्छौँ? स्लोप इज इक्वल टु यो चेन्ज इन y हुन्छ, यो चेन्ज इन x हुन्छ। ओके, चेन्ज इन y कति हुन्छ? y2 माइनस y1 डिवाइड बाई x2 माइनस x1। यसरी स्लोप निकाल्छौँ हामीले। ओके, अब मानौँ यो स्लोप, अब यो यदि यो लाइनको हेर्ने हो भने यो स्लोप कन्स्टेन्ट छ, किनभने यो एंगल चेन्ज भइरहेन। यो के को बराबर हुन्छ? tan थीटा को बराबर हुन्छ। ओके, tan थीटा इज इक्वल टु del y बाई del x। ओके, यो लाइनको स्लोप चेन्ज भइरहेन। ओके, यो कन्स्टेन्ट छ। अब यही यदि यस्तो लाइन आइदिएको भए, यस्तो लाइन आउँछ भने अब भन्यो कि यो पोइन्टमा स्लोप कति थियो? यहाँ त हरेक पोइन्टमा स्लोप कन्स्टेन्ट छ, ठीक छ, स्लोप चेन्ज भएन। बट यहाँ हेर्ने हो भने यहाँ स्लोप, यहाँ थीटा यस्तो बनाउँछ, यहाँ स्लोप यस्तो छ। ओके, यहाँ स्लोप हेर्ने हो भने यहाँ ट्यान्जेन्ट तान्दाखेरि यसरी स्लोप यस्तो छ। ओके, सो स्लोप चेन्ज हुँदै गइरह। सो हामीले यो पोइन्टमा स्लोप निकाल्नु छ भने हामीले फर्मुला के युज गर्छौँ स्लोपको लागि? स्लोप इज इक्वल टु tan थीटा इज इक्वल टु के युज गर्छौँ? dy बाई dx। यानी हामीले एउटा स्मल लेन्थ लिन्छौँ dy को र स्मल विथ लिन्छौँ dx को। यस्तो एउटा ट्रायंगल लिन्छौँ, किनभने यदि यसलाई जुम गरेर हेर्ने हो भने यो पोर्सन नियरली स्ट्रेट हुन्छ। सो हामीले स्लोप कसरी निकाल्ने? tan थीटा इज इक्वल टु dy बाई dx। स्मल चेन्ज, भेरी स्मल चेन्ज इन y डिवाइड बाई भेरी स्मल चेन्ज इन x। सो हामीले यसरी स्लोप निकाल्छौँ। ओके, सो इन्स्टेन्टेनियस स्पीड भनेको ds बाई dt छ। ओके, यानी कि इन्स्टेन्टेनियस स्पीड अथवा स्पीड भनेको के लेख्न मिल्छ? स्पीड भनेको के एस र टी को डिस्टेन्स टाइम ग्राफको स्लोप हो भनेर भन्न मिल्छ स्पीडलाई। यदि dy बाई dx भनेको स्लोप हुन्छ भने ds बाई dt भनेको s र t ग्राफको स्लोप हो। सो इन्स्टेन्टेनियस स्पीड भनेको पनि के हो? यो भनेको स्लोप अफ डिस्प्लेसमेन्ट टाइम ग्राफ, यो पनि त्यही हो। एभरेज स्पीड भनेको पनि स्लोप हो, बट एभरेज स्पीडमा हामीले यसरी स्ट्रेट मानिरहम, हामीले ठीक छ, युनिफर्म मानिरहम पिरियड अफ टाइममा। इन्स्टेन्टेनियस स्पीड निकाल्न छ, हरेक पोइन्टमा फरक हुन्छ इन्स्टेन्टेनियस स्पीड। यो भनेको इन्स्टेन्टेनियस भनेको ds बाई dt हुन्छ, ds बाई dt भनेको स्लोप अफ st ग्राफ। सो इन्स्टेन्टेनियस स्पीड अथवा स्पीडलाई हामीले स्लोप अफ डिस्टेन्स टाइम ग्राफ पनि भन्न मिल्छ। ओके, अब जस्तै हामीलाई मानौँ भन्यो एउटा क्वेसन लिउँ, हामीलाई डिस्टेन्सको भेरिएसन दिएको छ, हामीलाई डिस्टेन्सको टाइमसँग भेरिएसन दिएको छ यसरी 2t स्क्वायरसँग भ्यारी गरिरहेको टाइम। डिस्टेन्स इज इक्वल टु 2t स्क्वायर दिएको छ र हामीले भन्यो फाइन्ड द स्पीड अफ बडी बिट्विन 2 सेकेन्ड एन्ड 3 सेकेन्ड। Also find the speed of body at t is equal to 4 सेकेन्ड। सो हामीलाई यहाँ डिस्टेन्स दिएको छ, यो भनेको टाइमसँग भ्यारी गरिरहेको छ, 2t स्क्वायर क्वाड्रेटिकली टाइमसँग भ्यारी गरिरहेको छ। ओके, डिस्टेन्सको टाइमसँग रिलेसन दिएको छ भन्यो फाइन्ड द स्पीड अफ बडी बिट्विन 2 सेकेन्ड र 3 सेकेन्ड। 2 सेकेन्ड र 3 सेकेन्डको बिचमा हाम्रो स्पीड कति थियो त? यानी यहाँ पिरियड अफ टाइम आयो, हेर्नु त 1 सेकेन्डको पिरियड दिएको छ यहाँ। 2 सेकेन्ड र 3 सेकेन्डको बिचमा हाम्रो स्पीड कति थियो त? त्यो त भ्यारी गर्दैछ। सो हामीले के निकाल्छौँ यसमा? एभरेज निकाल्छौँ, किनभने यो पिरियड अफ टाइम आयो। ओके, त्यसै गरी अल्सो फाइन्ड द स्पीड अफ बडी एट t इज इक्वल टु 4 सेकेन्ड। यो एउटा पर्टिकुलर सर्टेन पोइन्ट अफ टाइम, एउटा पर्टिकुलर पोइन्टमा सोध्यो। सो यहाँ हामीले इन्स्टेन्टेनियस स्पीड निकाल्छौँ। सो हेरौँ, s इज इक्वल टु 2t स्क्वायर दिएको छ। ओके, अब हामीलाई के भन्यो? फाइन्ड द स्पीड अफ बडी बिट्विन 2 सेकेन्ड एन्ड 3 सेकेन्ड। मानौँ t इज इक्वल टु 0 मा बडी यहाँ थियो, t इज इक्वल टु 2 मा यहाँ पुग्यो
र टी इज इक्वल टू 3 मा यहाँ पुग्यो। ओके, सो टी इज इक्वल टू 2 मा टी इज इक्वल टू 2 हुँदाखेरि यसले डिस्टेन्स कति कभर गर्यो? जब टाइम 2 सेकेन्ड भयो त डिस्टेन्स कति कभर गर्छ यसले? त्यो S2 इज इक्वल टू कति हुन्छ? 2 सेकेन्डमा 2 इंटू 2 स्क्वायर यानी 2 टू जा 4 4 टू जा 8 मिटर। सो यो डिस्टेन्स कति भयो? यो डिस्टेन्स यसले कभर गर्यो 2 सेकेन्डमा 8 मिटर्स। त्यसै गरी 3 सेकेन्डमा कति कभर गर्यो? 3 सेकेन्डमा 2 इंटू 3 3 जा 9 जुन कि हुन्छ 18 मिटर। ओके, यानी यो डिस्टेन्स कति कभर गर्यो? 18 मिटर। ठीक छ, 18 मिटर कभर गर्यो। देन अब हामीलाई 2 सेकेन्ड र 3 सेकेन्डको बिचमा एभरेज स्पिड कति थियो जुन त्यो निकाल्नु छ। यानी 2 देखि 3 को बिचमा यसले डिस्टेन्स कति कभर गर्यो? 18 माइनस 8 10 मिटर कभर गर्यो। ओके, सो एभरेज स्पिड के हुन्छ? एभरेज स्पिड इज इक्वल टू डिस्टेन्स कभर्ड, डिस्टेन्स ट्राभल्ड, टोटल डिस्टेन्स डिवाइड बाई टोटल डिस्टेन्स डिवाइड बाई टोटल टाइम। टोटल डिस्टेन्स कति कभर गर्यो? 10 मिटर। 10 मिटर कति टाइममा कभर गर्यो? टी इज इक्वल टू 2 र टी इज इक्वल टू 3 को बिचमा ट्राभल गरे, यानी यसमा टाइम इन्टरभल कति छ? 1 सेकेन्ड छ। 3 माइनस 2 यानी 1 सेकेन्ड। सो हाम्रो एभरेज स्पिड कति हुन्छ? 10 मिटर पर सेकेन्ड। सो सिम्पली यदि फर्मुला हेर्दा हेर्ने हो भने एभरेज स्पिडको यो याद राख्नु, S2 माइनस S1 डिवाइड बाई T2 माइनस T1, यानी फाइनल पोजिसन फाइनल टाइममा डिस्टेन्स माइनस इनिशियल टाइमको डिस्टेन्स डिवाइड बाई फाइनल टाइम माइनस इनिशियल टाइम। यसरी गर्न सक्नुहुन्छ, एभरेज स्पिड निकाल्न सक्नुहुन्छ। जस्तै कि हाम्रो मानव यही लिम S इज इक्वल टू 2t स्क्वायर दिएको थियो, S इज इक्वल टू 2t स्क्वायर दिएको थियो। अब के गर्ने? सिम्पली फर्मुला लगाउने, एभरेज स्पिड के को बिचमा निकाल्न भने t इज इक्वल टू 2 एन्ड t इज इक्वल टू 3 को बिचमा निकाल्यो भने सो फाइनल कति छ? S3 माइनस S2 डिवाइड बाई T3 माइनस T2। ओके, S3 कति हुन्छ? सो t को ठाउँमा 3 राख्ने, 3 3 जा 9 9 टू जा 18 माइनस 2 टू जा 4 4 टू जा 8 डिवाइड बाई T3 माइनस T1 T3 माइनस T2 3 माइनस 2 1। सो हाम्रो 10 मिटर पर सेकेन्ड हाम्रो एभरेज स्पिड आयो। यसरी हामीले एभरेज स्पिड निकाल्न सकिन्छ। इन्स्टेन्टेनियस हेरौँ। इन्स्टेन्टेनियस स्पिड भन्नाले हाम्रो फर्मुला के थियो इन्स्टेन्टेनियस स्पिडको? यो भनेको इन्स्टेन्टेनियस स्पिडको फर्मुला थियो dB बाई dt। ओके, यानी v लाई ds बाई dt, यानी यसलाई हामीले टाइमसँग डिफ्रेन्सिएट गर्ने। यसको रिलेसन के दिएको छ? 2t स्क्वायर डिवाइड बाई dt। यसलाई टाइमसँग डिफ्रेन्सिएट गर्ने 2 टू जा 4 टाइम्स t हुन्छ। अब टाइम इज इक्वल टू कतिमा सोधेको थियो? t इज इक्वल टू 4 सेकेन्डमा सोधेको थियो। सो यसमा t पुट गर्ने, t मा 4 पुट गरे, 4 इंटू 4 इज इक्वल टू 16 मिटर पर सेकेन्ड। यानी जब टाइम t इज इक्वल टू 4 सेकेन्ड थियो, पोइन्ट अफ टाइमको कुरा भएर जब टाइम t इज इक्वल टू 4 सेकेन्ड थियो तब हाम्रो स्पिड कति थियो? 16 मिटर पर सेकेन्ड। त्यसै गरी t इज इक्वल टू 2 र t इज इक्वल टू 3 को बिचमा हाम्रो एभरेज स्पिड थियो 10 मिटर पर सेकेन्ड। सो यसरी हामीले इन्स्टेन्टेनियस स्पिड र एभरेज स्पिड निकाल्न सक्छौँ। यो थियो स्पिडको कुरा। अब मानौँ आयो भेलोसिटीको कुरा। भेलोसिटी भनेको के हो? यहाँ डिस्टेन्सको कुरा भयो, अब यहाँ डिस्प्लेसमेन्टको कुरा आउँछ, त्यति मात्र फरक हो। यो भनेको भेक्टर क्वान्टिटी हुन्छ, सो यहाँ डिस्प्लेसमेन्टको कुरा आउँछ। यो भनेको रेट अफ चेन्ज अफ डिस्प्लेसमेन्ट। विथ रेस्पेक्ट टू टाइम। ठीक छ, सो यसमा पनि एभरेज भेलोसिटी हुन्छ। एभरेज भेलोसिटीको फर्मुला टोटल डिस्प्लेसमेन्ट अपन टोटल टाइम, टोटल डिस्प्लेसमेन्ट अपन टोटल टाइम, यानी कि S के हो? वेक्टर क्वान्टिटी हो। सो S वेक्टर डिवाइड बाई टाइम। यो भनेको V एभरेज भेलोसिटी इज इक्वल टू S वेक्टर डिवाइड बाई टाइम। ओके,
त्यसै गरी इन्स्टेन्टेनियस भेलोसिटी हेर्ने हो भने इन्स्टेन्टेनियस भेलोसिटी यो भनेको के हुन्छ सिम्पली डिफ्रेन्शिएट गर्ने सो ds वेक्टर डिवाइड बाई dt यानी v इन्स्टेन्टेनियस के हुन्छ डिफ्रेन्सिएसन अफ डिस्प्लेसमेन्ट वेक्टर विथ रेस्पेक्ट टु टाइम यसरी हामीले इन्स्टेन्टेनियस र एभरेज भेलोसिटी निकाल्न सक्छौं हो जस्तै इक्जाम्पल लिने हो भने हामीलाई डिस्प्लेसमेन्ट वेक्टर दिएको छ s वेक्टर इज इक्वल टु 3t स्क्वायर आई क्याप मानम -3t स्क्वायर आई क्याप दिएको छ अब हामीलाई t इज इक्वल टु अब यही गरौँ हामीले t इज इक्वल टु 2 र t इज इक्वल टु 3 t इज इक्वल टु 2 र t इज इक्वल टु 3 को बिचमा हामीले t इज इक्वल टु 3 को बिचमा हामीले एभरेज भेलोसिटी निकालौं ठीक छ एभरेज भेलोसिटी कसरी निकाल्ने v एभरेज वेक्टर इज इक्वल टु s वेक्टर डिवाइड बाई t यानी s वेक्टर भनेको s3 वेक्टर माइनस s2 वेक्टर डिवाइड बाई t3 माइनस t2 ओके s3 यानी टाइम जब 3 थियो तब कति डिस्प्लेसमेन्ट भएको थियो यसको सो -3 इन्टु 3 3 जा 9 आई क्याप माइनस s2 कति छ s2 राख्नुहुन्छ भने 2 2 जा 4 4 3 जा 12 -12 हुन्छ माइनस माइनस प्लस 12 आई क्याप डिवाइड बाई टाइम कति हुन्छ 3 - 2 यानी 1 सो 3 9 जा 18 सो 12 माइनस 18 माइनस 6 आई क्याप सो भेलोसिटी कति आयो v एभरेज भेलोसिटी -6 आई क्याप -6 आई क्याप हाम्रो एभरेज भेलोसिटी आएको छ अब यो माइनसको मिनिङ के हो त हाम्रो जुन भेलोसिटी हुन्छ त्यो नेगेटिभ पनि हुन सक्छ पोजिटिभ पनि हुन सक्छ त्यसै गरी जिरो पनि हुन सक्छ यो नेगेटिभको मिनिङ के हुन्छ अब यदि हामीले यो डिरेक्सनलाई पोजिटिभ मानेको छौं भने यो डिरेक्सनलाई पोजिटिभ मानेको छौं भने हाम्रो जुन भेलोसिटी छ एभरेज भेलोसिटी छ त्यो 6 मिटर पर सेकेन्ड कता थियो नेगेटिभ डिरेक्सनमा थियो यानी बडी यतातिर 6 मिटर पर सेकेन्डले मुभ गर्दै थियो नेगेटिभ डिरेक्सनमा यो भनेको यसको मिनिङ हुन्छ यदि यो पोजिटिभ हो भने यसको अपोजिट नेगेटिभ हुन्छ सो -6 भनेको नेगेटिभ डिरेक्सनमा त्यो बडी 6 मिटर पर सेकेन्डले ट्राभल गर्दै थियो यसको यो भनेको हाम्रो एभरेज भेलोसिटी यदि नेगेटिभ भेलोसिटी यदि नेगेटिभ छ भने त्यसको मिनिङ हुन्छ ठीक छ त्यसै गरी मानम यही रिलेसनमा हामीलाई t इज इक्वल टु 4 सेकेन्डमा इन्स्टेन्टेनियस निकाल्न भने इन्स्टेन्टेनियस भेलोसिटी निकाल्न भने के गर्ने डिस्प्लेसमेन्ट वेक्टरलाई टाइमसँग डिफ्रेन्शिएट गर्ने डिस्प्लेसमेन्ट वेक्टर कति छ -3t स्क्वायर सो टाइमसँग डिफ्रेन्शिएट गर्यो भने -60 हुन्छ -60 आई क्याप t कति छ 4 सेकेन्ड t इज इक्वल टु 4 सेकेन्ड छ सो 6 4 जा 24 यानी -24 आई क्याप मिटर पर सेकेन्ड अगेन -24 छ -24 भनेको अपोजिट डिरेक्सनमा -24 आई क्याप भनेको अपोजिट डिरेक्सनमा 24 मिटर पर सेकेन्डले ट्राभल गर्दै थियो अपोजिट डिरेक्सनमा 24 मिटर पर सेकेन्ड माइनस आई क्याप भनेको अपोजिट डिरेक्सन माइनस आई क्याप भनेको नेगेटिभ एक्स एक्सिसतिर हो सो नेगेटिभ एक्स एक्सिसतिर 24 मिटर पर सेकेन्डले यो अब्जेक्ट ट्राभल गर्दै थियो ठीक छ त्यसरी हामीले इन्स्टेन्टेनियस भेलोसिटी र एभरेज भेलोसिटी निकाल्न सक्छौं अर्को कुरा भेलोसिटी भनेको सधैं भेलोसिटी भनेको स्पिड भन्दा कहिले पनि धेरै हुन सक्दैन किनभने स्पिड भनेको टोटल डिस्टेन्स अपन टोटल टाइम हुन्छ स्पिड भनेको डिस्टेन्स अपन टाइम हुन्छ भने भेलोसिटी भनेको डिस्प्लेसमेन्ट अपन टाइम हुन्छ ओके भेलोसिटी भनेको डिस्प्लेसमेन्ट अपन टाइम हुन्छ सो डिस्टेन्स सधैं डिस्प्लेसमेन्ट भन्दा धेरै नै हुन्छ दैट्स वाइ स्पीड सधैं भेलोसिटी भन्दा धेरै हुन्छ सो भेलोसिटी इज अलवेज लेस देन इक्वल टु स्पीड इक्वल हुन सक्छ बट त्यसलाई स्पीडलाई एक्सिड गर्न सक्दैन भेलोसिटीले ठीक छ भेलोसिटी भनेको स्केलर भेक्टर हुन्छ स्पीड भनेको स्केलर हुन्छ ठीक छ
अब एउटा अझै हेरौँ। यो पनि त्यही भयो, भेलोसिटी भनेको पनि एसटी कर्भको के हुन्छ, एसटी कर्भको स्लोप हुन्छ, ठीक छ। सो स्लोप अफ डिस्प्लेसमेन्ट टाइम ग्राफ इज इक्वल टू भेलोसिटी लेख्न मिल्छ। अब यसैमा मानव अपोजिट दियो तपाईलाई, मानव हामीलाई भेलोसिटीको रिलेसन दियो टाइमसँग, र हामीलाई डिस्टेन्स निकाल्न भन्यो। सो कसरी गर्ने? मानव हामीलाई भेलोसिटीको भेरिएसन देख, हामीलाई भेलोसिटीको भेरिएसन देख 2t क्यूबले भेरिएसन दिएको छ भेलोसिटीको, अनि हामीलाई भन्यो फाइन्ड द डिस्प्लेसमेन्ट अफ बडी फ्रम t इज इक्वल टू 1 सेकेन्ड टू t इज इक्वल टू 2 सेकेन्ड। 1 सेकेन्ड र 2 सेकेन्डको बिचमा बडी कति डिस्प्लेस गर्यो त्यो निकाल्न भनेको छ। हामीलाई भेलोसिटी दिएको छ 2t क्यूब, ओके। सो हामीलाई भेलोसिटीको फर्मुला थाहा, ds बाई dt हुन्छ, ओके, ds बाई dt हुन्छ। अब हामीलाई v दिएको छ, हामीले यसरी लेख्न मिल्छ ds इज इक्वल टू v dt, मैले यसलाई मल्टिप्लाई गरेँ यतातिर, सो ds इज इक्वल टू v dt लेख्न मिल्छ। मैले के गर्न सक्छु, मलाई यस निकाल्नु छ, यस निकाल्नु छ हामीलाई, हामीले के गर्न सकिन्छ, यता इन्टिग्रेसन यसरी गर्न सकिन्छ। इन्टिग्रेसन कतादेखि कता, जब टाइम t1 थियो तब डिस्प्लेसमेन्ट थियो हाम्रो s1, टाइम t2 थियो डिस्प्लेसमेन्ट थियो s2, ठीक छ। यानी ds को इन्टिग्रेसन के हुन्छ, s2 माइनस s1 इज इक्वल टू v हाम्रो कति छ 2t क्यूब dt, टाइम कति छ 1 देखि 2 सेकेन्डको बिचमा निकाल्न भनेको छ। सो हाम्रो डिस्प्लेसमेन्ट कति हुन जान्छ 2 इन्टु, यसलाई इन्टिग्रेट गर्ने हो भने t पावर 4 डिभाइड बाई 4, 1 देखि 2, यानी यसलाई सल्भ गर्ने हो भने हाम्रो डिस्प्लेसमेन्ट यो इनिसियल माइनस फाइनल गरेर हामीले डिस्प्लेसमेन्ट निकाल्छौँ। यो भनेको डिस्प्लेसमेन्ट हो, डिस्प्लेसमेन्ट इज इक्वल टू 2 बाई 4 1 बाई 2 इन्टु 2 पावर 4 इज 16 माइनस 1, यानी 15 बाई 2 मिटर्स को डिस्प्लेसमेन्ट भएको छ 1 देखि 2 को बिचमा, 1 सेकेन्डदेखि 2 सेकेन्डको बिचमा डिस्प्लेसमेन्ट कति भयो 15 बाई 2 मिटर्स। सो यसरी पनि निकाल्न सकिन्छ। सो यो फर्मुला पनि याद राख्दा हुन्छ। यदि डिस्प्लेसमेन्ट निकाल्न छ s इज इक्वल टू इन्टिग्रेसन v dt, यो फर्मुला पनि याद राख्दा हुन्छ, ओके। यहाँ टाइम t1 इज इक्वल टू t1 टू t2, ठीक छ। सिम्पली यही फर्मुला हो, यसलाई जस्ट क्रस मल्टिप्लाई गरेको, र कब युज गर्ने, जब भेलोसिटीको रिलेसन दिएको हुन्छ टाइमसँग। सो हामीले डिस्टेन्स निकाल्न भन्छ अथवा डिस्प्लेसमेन्ट निकाल्न भन्छ भने हामीले यो फर्मुला युज गर्न मिल्छ। सो यो थियो भेलोसिटी र स्पिड र भेलोसिटीको कुरा। अब हेरौँ एक्सेलरेसन। एक्सेलरेसन एउटा अझै कुरा, v dt ले के जनाउँछ, यो रिलेसनले के जनाउँछ भने जुन डिस्प्लेसमेन्ट हुन्छ त्यो भनेको एरिया अन्डर vt कर्भ भन्न मिल्छ, एरिया अन्डर भेलोसिटी टाइम ग्राफ भन्न मिल्छ। यदि कुनै ग्राफ देख मानौँ y x दिएको छ र यो ग्राफ दिएको छ, र हामीलाई यो एरिया निकाल्नु छ भने हामीले के गर्छौँ, हामीलाई यो एरिया निकाल्नु छ भने इन्टिग्रेसन y dx गरेर गर्छौँ, यसरी गर्छौँ। त्यही रिलेसन यहाँ युज गरेको छ। सो हामीलाई यदि डिस्प्लेसमेन्ट निकाल्नु छ भने ग्राफ देख, र ग्राफदेखि डिस्प्लेसमेन्ट निकाल्नु छ, भेलोसिटी टाइम ग्राफ दिएको छ है, डिस्टेन्स अघि डिस्प्लेसमेन्ट टाइम थियो, अहिले भेलोसिटी टाइम ग्राफ दिएको छ, र हामीलाई भन्यो डिस्टेन्स निकाल भनेर, डिस्टेन्स अथवा डिस्प्लेसमेन्ट निकाल भनेर। सो हामीले कसरी निकाल्न सकिन्छ, मानव यो ग्राफ देख भने हामीलाई 1 देखि 2 टाइमको बिचमा डिस्प्लेसमेन्ट निकाल्न भन्यो भने t इज इक्वल टू 1 र t इज इक्वल टू 2 को बिचमा हामीले यो एरिया निकाल्छौँ। यो एरिया भनेको यसको बराबर हुन्छ भेलोसिटी टाइम ग्राफमा, बुझ्नुभयो, यो याद राख्नु होला। द एरिया अन्डर vt ग्राफ गिव्स डिस्प्लेसमेन्ट अथवा डिस्टेन्स, यहाँ vt यहाँ भेलोसिटी छ कि स्पिड छ, त्यही अनुसार डिस्प्लेसमेन्ट अथवा डिस्टेन्स दिन्छ।
नेक्स्ट चाहिँ हाम्रो एक्सेलरेसन। एक्सेलरेसन भनेको के हुन्छ? यो भनेको रेट अफ चेन्ज अफ भेलोसिटी। रेट अफ चेन्ज अफ भेलोसिटी, यहाँ स्पिड हैन भेलोसिटी। एक्सेलरेसन भनेको भेक्टर क्वान्टिटी हुन्छ। सो यो भनेको सधैँ रेट अफ चेन्ज अफ भेलोसिटी हो, ठीक छ। रेट अफ चेन्ज अफ भेलोसिटी भनेको हाम्रो एक्सेलरेसन हुन्छ। जस्तै एक्सेलरेसन इज इक्वल टु 1 मिटर पर सेकेन्ड स्क्वायर भन्यो, यसको मिनिङ के हुन्छ? 1 मिटर पर सेकेन्ड स्क्वायर भनेको भन्नाले जुन हाम्रो भेलोसिटी छ त्यो हरेक सेकेन्ड 1 मिटर पर सेकेन्डले बढिरह। यानी जब टाइम t इज इक्वल टु 0 थियो, मानव भेलोसिटी 1 मिटर पर सेकेन्ड थियो, ठीक छ। सो टाइम इज इक्वल टु 1 भयो, t इज इक्वल टु 1, यानी 1 सेकेन्ड बित्यो। 1 सेकेन्डमा कतिले बढ्नु पर्यो? 1 मिटर पर सेकेन्ड। सो भेलोसिटी अब के भइहाल्छ? 1 मिटर पर सेकेन्डले बढ्छ, 2 मिटर पर सेकेन्ड भयो। त्यसै गरी t इज इक्वल टु 2, फेरि 1 सेकेन्ड बढ्यो, 1 सेकेन्ड बढ्नाले कतिले बढ्नु पर्यो भेलोसिटी? 1 मिटर पर सेकेन्ड। सो यो 3 मिटर पर सेकेन्ड, यसरी इन्क्रिज हुँदै जान्छ। बुझ्नुभयो? सो एक्सेलरेसन भनेको के हुन्छ? चेन्ज इन भेलोसिटी अपन टोटल टाइम, त्यो चेन्ज कति टाइममा आयो। सो एक्सेलरेसन भेक्टर इज इक्वल टु यदि मानम एभरेज निकाल्नु छ भने v वेक्टर डेल v वेक्टर डिवाइड बाई डेल t, यसरी गर्न मिल्छ, ठीक छ। र इन्स्टेन्टेनियस निकाल्नु छ भने dv वेक्टर डिवाइड बाई dt। अब dv बाई dt भनेको के हो? यो भनेको के हो? यो दुईटा, यो भनेको स्लोप अफ vt कर्व हो, यानी स्लोप अफ भेलोसिटी टाइम ग्राफ गिव्स एक्सेलरेसन, ठीक छ। अघि भेलोसिटीमा हुँदाखेरि डिस्प्लेसमेन्ट टाइमको ग्राफले हामीलाई डिस्प्लेसमेन्ट टाइम ग्राफको स्लोपले हामीलाई भेलोसिटी दिन्थ्यो भने एक्सेलरेसन भनेको भेलोसिटी टाइम ग्राफको स्लोपले हामीलाई एक्सेलरेसन दिन्छ। उता डिस्प्लेसमेन्ट टाइम ग्राफको स्लोपले भेलोसिटी दिन्थ्यो, यता भेलोसिटी टाइम ग्राफको स्लोपले एक्सेलरेसन दिन्छ। बुझ्नुभयो? अब मानम तपाईसँग एक्सेलरेसन दिएर भेलोसिटी सोध्यो, एक्सेलरेसन दिए भेलोसिटी सोध्यो भने v इज इक्वल टु सिम्पली इन्टिग्रेसन adt गर्न मिल्छ, टाइम t1 टु t2, यसरी लेख्न मिल्छ। v इज इक्वल टु adt, यो मैले के गरेँ? dt लाई यता मल्टिप्लाई गरेँ। सो v इज इक्वल टु इन्टिग्रेसन डेल v इज इक्वल टु इन्टिग्रेसन adt, यानी एरिया अंडर एक्सेलरेसन टाइम ग्राफले के दिन्छ हामीलाई? चेन्ज इन भेलोसिटी दिन्छ, ठीक छ। चेन्ज इन भेलोसिटी दिन्छ एरिया अंडर एक्सेलरेसन टाइम ग्राफले। सो मानव भेलोसिटी टाइम ग्राफ दिएको छ हामीलाई, भेलोसिटी टाइम ग्राफ दिएको छ। अब हामीसँग सोध्यो एक्सेलरेसन कति हुन्छ भने हामीले के गर्छौं? कुनै पनि पोइन्टमा गएर त्यसको स्लोप हेर्छौं। सो यो पोइन्टको हामीलाई एक्सेलरेसन आउँछ। यो पोइन्टमा हेर्नु छ हामीलाई भने हामीले यसको स्लोप हेर्छौं, ठीक छ। यो पोइन्टमा हामीलाई एक्सेलरेसन चाहिएको छ भने हामीले यहाँ यो पोइन्टमा स्लोप क्याल्कुलेट गर्छौं, यो vt टाइम ग्राफमा। त्यसैगरी मानव at टाइम ग्राफ दिएको छ, एक्सेलरेसन टाइम ग्राफ दिएको छ, अब हामीलाई भेलोसिटी निकाल्न भने यसरी ग्राफ छ। अब मानव 1 देखि 2 को बिचमा भेलोसिटीको चेन्ज कति भयो निकाल्न भने हामीले के गर्छौं? at को बिचमा t इज इक्वल टु 1 र t इज इक्वल टु 2 को बिचमा के गर्छौं? यो ग्राफले कति एरिया बाउन्ड गरेको छ त्यो निकाल्दिन्छौं। यसले हामीलाई यो एरियाले हामीलाई चेन्ज इन भेलोसिटी दिन्छ। बुझ्नुभयो? सो यसरी हामीले एक्सेलरेसन अथवा भेलोसिटी निकाल्न सक्छौं। अब एक्सेलरेसन इज इक्वल टु 1 मिटर पर सेकेन्ड स्क्वायर र एक्सेलरेसन इज इक्वल टु -1 मिटर पर सेकेन्ड स्क्वायर भन्नाले के बुझिन्छ? एक्सेलरेसन इज इक्वल टु 1 मिटर पर सेकेन्ड स्क्वायर र एक्सेलरेसन इज इक्वल टु -1 मिटर पर सेकेन्ड स्क्वायर। मैले के भने यदि मैले यो डिरेक्सनलाई पोजिटिभ मान्छु भने
एक्सिलेरेसन इज इक्वल टु 1 मिटर पर सेकेन्ड स्क्वायर भन्नाले एक्सिलेरेसन पोजिटिभ डिरेक्सनमा 1 मिटर पर सेकेन्ड स्क्वायर छ। त्यसै गरी एक्सिलेरेसन इज इक्वल टु -1 मिटर पर सेकेन्ड स्क्वायर भन्नाले मैले जुन पोजिटिभ मानेको थिएँ त्यसको अपोजिटमा यानि यतातिर -1 मिटर पर सेकेन्ड स्क्वायर छ। ठिक छ। सो पोजिटिभ नेगेटिभ एक्सिलेरेसन पोजिटिभ पनि हुनसक्छ, नेगेटिभ पनि हुनसक्छ, अथवा 0 पनि हुनसक्छ। ठिक छ। अब मानौँ हामीलाई दिएको छ भेलोसिटी इज इक्वल टु 1 मिटर पर सेकेन्ड र एक्सिलेरेसन दिएको छ 2 मिटर पर सेकेन्ड स्क्वायर। ओके। अब तपाईसँग सोध्यो कि यो बडी एक्सेलरेट भइरहेको छ, एक्सेलरेट भएको छ अथवा डिएक्सेलरेट भएको छ, एक्सेलरेट भएको छ अथवा डिएक्सेलरेट भएको छ। तपाईसँग सोध्यो कोहीले कि भेलोसिटी 1 मिटर पर सेकेन्ड छ र एक्सेलरेसन 2 मिटर पर सेकेन्ड स्क्वायर छ, यो बडी एक्सेलरेट भएको छ कि डिएक्सेलरेट भएको छ, कसरी भन्ने? मैले पोजिटिभ भनेको के भने मैले यदि यो डिरेक्सनलाई यदि पोजिटिभ मान्छु भने पोजिटिभले के जनाउँछ भेलोसिटी भनेको 1 मिटर पर सेकेन्ड छ। 1 मिटर पर सेकेन्ड छ भने पोजिटिभ डिरेक्सनमा कति छ? 1 मिटर पर सेकेन्ड। त्यसै गरी एक्सेलरेसन 2 मिटर पर सेकेन्ड स्क्वायर छ भने यो पनि पोजिटिभ डिरेक्सनमा 2 मिटर पर सेकेन्ड स्क्वायर छ। सो एक्सेलरेसन र भेलोसिटी सेम डिरेक्सनमा छन्, यानि यो एक्सेलरेसनले यो भेलोसिटीले के भन्ने भयो? सपोर्ट गर्ने भयो, यानि यो बडीलाई एक्सेलरेट गर्ने भयो, एक्सेलरेट गर्ने भयो। बुझ्नुभयो? एक्सेलरेसन र भेलोसिटी सेम डिरेक्सनमा छ, द्याट्स वाइ बडी एक्सेलरेट हुने भयो, यानि बडीको भेलोसिटी बढ्ने भयो। एक्सेलरेट भनेको त्यही हो, भेलोसिटी बढ्नु। सो किनभने एक्सेलरेसन र भेलोसिटी सेम डिरेक्सनमा छ, सो बडी एक्सेलरेट हुने भयो। अब यही मानौँ भेलोसिटी इज इक्वल टु 1 मिटर पर सेकेन्ड र एक्सेलरेसन इज इक्वल टु -2 मिटर पर सेकेन्ड स्क्वायर दिएको छ। यो केसमा के हुन्छ? मैले यो डिरेक्सनलाई पोजिटिभ मानेको छु, सो भेलोसिटी यदि 1 मिटर पर सेकेन्ड यता छ भने एक्सेलरेसन -2 यानि यतातिर -2 मिटर पर सेकेन्ड स्क्वायर छ। अब के भयो? यतातिर 2 मिटर पर सेकेन्ड स्क्वायर छ। यसको मतलब भेलोसिटीलाई अपोज गर्दैछ एक्सेलरेसनले, यानि भेलोसिटी हाम्रो बडी यता मुभ भइरहेको 1 मिटर पर सेकेन्डले र एक्सेलरेसनले बडीलाई यता तान्न खोजिरहेको, यता तान्न खोजिरहेको। एक्सेलरेसन छ भने फोर्स पनि होला, फोर्स यही डिरेक्सनमा हुन्छ, एक्सेलरेसनकै डिरेक्सनमा, यानि बडीलाई यता तान्न खोजिरहेको। यसको मतलब के भइरहेको? बडी डिएक्सेलरेट भइरहेको, यानि बडीको भेलोसिटी डिक्रिज हुन्छ अब, किनभने अपोजिट डिरेक्सनमा छ एक्सेलरेसनले अब डिक्रिज गर्ने भयो बडीको भेलोसिटी, द्याट्स वाइ यो बडी डिएक्सेलरेट भएको छ। त्यसै गरी मानौँ भेलोसिटी इज इक्वल टु -1 मिटर पर सेकेन्ड र एक्सेलरेसन इज इक्वल टु -2 मिटर पर सेकेन्ड स्क्वायर भन्यो। अब के हुन्छ? अब भेलोसिटी पनि यो डिरेक्सनमा 1 मिटर पर सेकेन्ड छ, नेगेटिभ डिरेक्सनमा, र एक्सेलरेसन कति छ? 2 मिटर पर सेकेन्ड स्क्वायर छ। अगेन एक्सेलरेसनले भेलोसिटीलाई सपोर्ट गर्यो, जुन डिरेक्सनमा भेलोसिटी छ त्यही डिरेक्सनमा एक्सेलरेसन पनि छ, सो अगेन बडी के हुने भयो? एक्सेलरेट हुने भयो। सो एक्सेलरेट कब हुन्छ? जब भेलोसिटी एन्ड एक्सेलरेसन ह्याभ सेम साइन। जब भेलोसिटी र एक्सेलरेसन सेम साइन हुन्छ तब बडी एक्सेलरेट हुन्छ। ठिक छ। डिएक्सेलरेट कब हुन्छ? जब भेलोसिटी एन्ड एक्सेलरेसन ह्याभ अपोजिट साइन। जब भेलोसिटी र एक्सेलरेसन अपोजिट साइन हुन्छ तब बडी डिएक्सेलरेट हुन्छ। सो यदि तपाईँले कोहीले भनिदियो ए इज इक्वल टु -2 मिटर पर सेकेन्ड स्क्वायर छ भने बडी एक्सेलरेट भइरहेको कि डिएक्सेलरेट भइरहेको? सो यो कन्डिसनमा हामीले भन्न सकिन्न, एक्सेलरेसन मात्र दियो भने हामीले भन्न सकिन्न कि बडी एक्सेलरेट भइरहेको कि डिएक्सेलरेट भइरहेको। हामीले यति मात्र भन्न सक्छौँ कि ओ नेगेटिभ डिरेक्सनमा 2 मिटर पर सेकेन्ड स्क्वायरले मुभ गरिरहेको। ठिक छ। हामीले यो भन्न सकिन्न कि एक्सेलरेट भयो डिएक्सेलरेट भयो। एक्सेलरेसन नेगेटिभ हुनु भनेको यो होइन कि त्यो डिएक्सेलरेट भयो, यो मिसकन्सेप्सन धेरैको छ। ठिक छ। एक्सेलरेसन नेगेटिभ हुने बित्तिकै त्यो डिएक्सेलरेट छ भनेर भन्न सकिँदैन। ठिक छ। त्यसको नेगेटिभको मिनिङ के हो कि हामीले जुन डिरेक्सनलाई पोजिटिभ मानेको थियौँ त्योभन्दा अपोजिट डिरेक्सनमा एक्सेलरेसन छ। सो
बडी एक्सिलेरेट भयो कि डिएक्सिलेरेट भयो त्यो बताउनलाई हामीलाई भेलोसिटीको डिरेक्सन पनि दिन पर्यो। ठीक छ। अब यही भेलोसिटी इज इक्वल टु -1 मिटर पर सेकेन्ड भनिदिएको भयो, साइन सेम भयो, यानी दुईटैले सपोर्ट गरिरह, सो बडी एक्सिलेरेट भइरह भनेर हामीले कन्क्लुजन दिन सकिन्छ। बुझ्नुभयो? सो यसरी यो थियो हाम्रो एक्सेलरेसन टाइम ग्राफको एरियाले के दिन्छ? भेलोसिटी दिन्छ। त्यसै गरी भेलोसिटी टाइम ग्राफको स्लोपले के दिन्छ? एक्सेलरेसन दिन्छ। याद राख्नु होला यति। ठीक छ। त हाम्रो एक्सेलरेसन। अर्को एउटा अझै सुन्नु भएको होला तपाईहरुले, जर्क भन्ने। जर्क भनेको सिम्पली के हो? यो पनि भेक्टर क्वान्टिटी हो। जर्क भनेको चेन्ज इन एक्सेलरेसन, रेट अफ चेन्ज अफ एक्सेलरेसन हो। जर्क भनेको रेट अफ चेन्ज अफ एक्सेलरेसन हो। तपाईहरु बाइकमा बस्दाखेरि जब बाइक स्टार्ट हुन्छ अनि जब एक्सेलरेटर दिन्छौं हामीले, सो बाइक तुरुन्तै स्टार्ट हुने बित्तिकै जब एक्सेलरेट गर्छौं हामीले क्लच छोडेर, तब तपाईलाई यस्तो झट्का लाग्छ होला। ठीक छ। त्यो भनेको जर्क हो। त्यो किन भइराछ भने तपाईको बाइकको एक्सेलरेसन चेन्ज भइराछ। बाइकको एक्सेलरेसन चेन्ज हुन्छ, त्यसले गर्दा बाइक जर्क खान्छ। बुझ्नुभयो? सो चेन्ज इन एक्सेलरेसन अपन टाइम हो, यानी चेन्ज इन एक्सेलरेसन अपन टाइम। बुझ्नुभयो? सो यो भनेको जर्क हो। यसको युनिट के हुन्छ? मिटर पर सेकेन्ड क्यूब। यो भनेको हाम्रो जर्कको युनिट हुन्छ। इन्स्टेन्टेनियस जर्क हेर्ने हो भने त्यही हो। इन्स्टेन्टेनियस जर्क हेर्ने हो भने त्यही dA/dt गर्न मिल्छ, र एभरेज हेर्ने हो भने A/t, चेन्ज इन A डिभाइड बाइ चेन्ज इन t गर्न मिल्छ। जर्क भनेको यो भनेको स्लोप अफ एक्सेलरेसन टाइम ग्राफ हो। ठीक छ। र यदि एक्सेलरेसन निकाल्नु छ भने यो भनेको एरिया अन्डर जर्क टाइम ग्राफ। सिम्पल हो, धेरै बुझ्न पर्दैन यसको जर्कको, त्यस्तो खासै सोध्दैन। यसको युनिट याद राख्नु होला, मिटर पर सेकेन्ड क्यूब हुन्छ, र के हुन्छ? सिम्पली चेन्ज इन एक्सेलरेसन बाइ चेन्ज इन टाइम। ओके, यो भयो हाम्रो जर्क। अर्को कुरा, डिरेक्सन अफ मोसन केले दिन्छ? डिरेक्सन अफ मोसन यानी बडी कुन डिरेक्सनमा मुभ गरिरह, त्यो केले दिन्छ? त्यो डिस्प्लेसमेन्टले दिन्छ कि भेलोसिटीले दिन्छ कि एक्सेलरेसनले दिन्छ? केले दिन्छ? मानम डिस्प्लेसमेन्ट इज इक्वल टु 1 मिटर पर सेकेन्ड, 1 मिटर छ। यसको मतलब के हो? डिस्प्लेसमेन्ट भन्नाले 1 मिटर छ भन्नाले बडी आफ्नो इनिशियल पोजिसनदेखि 1 मिटर डिस्प्लेस भएको छ। डिस्प्लेसमेन्टले यति मात्र भन्छ कि आफ्नो इनिशियल पोजिसनदेखि 1 मिटर डिस्प्लेस भएको छ, कतातिर? पोजिटिभ छ। सो पोजिटिभ डिरेक्सनमा हाम्रो 1 मिटर डिस्प्लेस भएको छ। यो डिस्प्लेसमेन्ट मात्र दियो यसले डिरेक्सन अफ मोसन दिएन। अब यहाँ बसेर बडी यहाँ हुँदाखेरि यो यता पनि मुभ गर्न सक्छ, यता पनि मुभ गर्न सक्छ। सो यसले एक्चुअलमा हामीलाई डिरेक्सन अफ मोसन दिएन कि बडी कता मुभ भइरह भनेर। यसले जस्ट बडीको पोजिसन दियो विथ रेस्पेक्ट टु इनिशियल पोजिसन। विथ रेस्पेक्ट टु इनिशियल पोजिसन पोजिटिभ डिरेक्सनमा 1 मिटर छ, यति मात्र भन्यो। ठीक छ। अब यो बडी यतातिर मुभ गरिरह कि यतातिर मुभ गरिरह हामीलाई थाहा छैन। त्यसै गरी मानव भेलोसिटी इज इक्वल टु 1 मिटर पर सेकेन्ड छ। 1 मिटर पर सेकेन्ड भन्नाले बडी पोजिटिभ डिरेक्सनमा कतिले मुभ गरिरह? 1 मिटर पर सेकेन्ड। अब यसले हामीलाई मुभमेन्ट देखायो, बडी कुन डिरेक्सनमा मुभ गरिरह भनेर। 1 मिटर पर सेकेन्डले पोजिटिभ डिरेक्सनमा मुभ गर्दैछ, यानी हामीलाई मोसनको डिरेक्सन आयो। ठीक छ। सो मोसनको डिरेक्सन सधैँ दिने भनेको भेलोसिटीले हो। सो भेलोसिटी गिव्स द डिरेक्सन अफ मोसन। सो मोसनको डिरेक्सन सधैँ भेलोसिटीले दिन्छ। डिस्प्लेसमेन्टले जस्ट पोजिसन मात्र देखाउँछ, त्यसले मोसनको डिरेक्सन दिँदैन। भेलोसिटीले एक्चुअल मोसन कुन डिरेक्सनमा भइरह भनेर हामीलाई बताउँछ। ठीक छ।
एक्सेलरेसनले के बताउँछ? एक्सेलरेसनले भेलोसिटी कुन डिरेक्सनमा चेन्ज भइरह त्यो बताउँछ। एक्सेलरेसनले मोसन बताउँदैन। एक्सेलरेसन इज इक्वल टु -1 मिटर पर सेकेन्ड स्क्वायर भएको भए एक्सेलरेसन यतातिर छ भनेर भन्थ्यौँ। यसले मोसन दिएन, यसले जस्ट बडी यो डिरेक्सन बडी 1 मिटर पर सेकेन्ड स्क्वायरले डिएक्सेलरेट गर्दैछ भनेर भनिरह। ठिक छ। सो डिरेक्सन अफ मोसन सधैँ भेलोसिटीले दिन्छ, यो कुरा याद राख्नु होला यति। ठिक छ। यो चाहिँ हाम्रो डिरेक्सन अफ मोसनको कुरा। अब हामीले एभरेज स्पिडको एउटा क्वेसन हेरौँ। ठिक छ। यसमा के भने अ कार ट्राभल्स अलोङ अ स्ट्रेट लाइन विथ फर्स्ट हाफ टाइम with a speed v1 and second half time with a velocity v2. Okay, speed velocity नलेखौँ, speed with speed v2. The average speed is, so average speed निकाल्न भनेको छ। यसले के भन्यो कि एउटा कार स्ट्रेट लाइनमा ट्राभल गरिरह। ओके, स्ट्रेट लाइनमा ट्राभल गरिरह। अब फर्स्ट हाफमा त्यो v1 भेलोसिटीले ट्राभल गर्यो। मानौ फर्स्ट हाफ यहाँसम्म थियो। सो फर्स्ट हाफ भनेको यदि टोटल टाइम यसलाई टी लागेको छ, टोटल टाइम यदि टी छ भने फर्स्ट हाफ भनेको t/2। यो फर्स्ट हाफमा v1 भेलोसिटीले ट्राभल गरेको छ। त्यसै गरी सेकेन्ड हाफ भनेको t/2 कति भेलोसिटीले ट्राभल गरेको छ? v2 भेलोसिटीले ट्राभल गरेको छ, v2 स्पिडले ट्राभल गरेको छ। ओके, अब हामीलाई भन्यो कि यो एन्टायर जर्नीमा एभरेज स्पिड कति छ त? त्यो भेहिकलको, त्यो कारको एभरेज स्पिड कति छ त्यो निकाल्न भने। सो एभरेज स्पिडको फर्मुला के हुन्छ? एभरेज स्पिड इज इक्वल टु टोटल डिस्टेन्स अपन टोटल टाइम। टोटल डिस्टेन्स कति छ डिभाइड बाई टोटल टाइम। ओके, सो हामीलाई डिस्टेन्स निकाल्न पर्यो। डिस्टेन्स दिएको छैन, हामीले कसरी निकाल्ने? भेलोसिटी भनेको के हुन्छ? डिस्टेन्स अपन टाइम हुन्छ। ओके, सो डिस्टेन्स भनेको के हुन्छ? भेलोसिटी मल्टिप्लाइड बाई टाइम, यानी S1 डिस्टेन्स कति हुन्छ? v1 इन्टु t/2। ठिक छ, भेलोसिटी इन्टु टाइम। त्यसै गरी S2 डिस्टेन्स कति हुन्छ? भेलोसिटी मल्टिप्लाइड बाई टाइम, यानी v2 t डिभाइड बाई 2। ओके, सो टोटल डिस्टेन्स कति भयो? S1 प्लस S2 टोटल डिस्टेन्स छ, डिभाइड बाई टोटल टाइम कति छ? t/2 प्लस t/2 यानी t। ओके, S1 कति आयो? v1t डिभाइड बाई 2 प्लस S2 v2t डिभाइड बाई 2 डिभाइड बाई t। टीदेखि t क्यान्सल हुन्छ र हाम्रो एभरेज स्पिड कति आउँछ? v1 प्लस v2 डिभाइड बाई t। यसरी हामीले एभरेज स्पिड निकाल्न सक्छौँ। यो यस्ता थुप्रै क्वेसनहरू बन्न सक्छन् र बुकमा पनि दिएको होला, र अझै क्वेसनहरू हामीले आफ्नो न्युमेरिकल सेसनमा प्र्याक्टिस गर्छौँ। यस्तो थुप्रै क्वेसनहरू प्र्याक्टिस गरौँला। ठिक छ। अहिले हामीले इक्वेसन्स अफ मोसन हेरौँ। तपाईहरुले इक्वेसन्स अफ मोसन पढ्नु भएको होला। इक्वेसन्स अफ मोसन के छन्? v इज इक्वल टु u प्लस at। ओके, s इज इक्वल टु ut प्लस हाफ at स्क्वायर र v स्क्वायर इज इक्वल टु u स्क्वायर प्लस 2as। ठीक छ, यो तीनटा हामीसँग इक्वेसन अफ मोसन छन्। अब यसमा जति पनि क्वान्टिटिज हेर्नुभयो तपाईले टाइम बाहेक त्यो सबै भेक्टर क्वान्टिटी हो। ठीक छ, यसमा v भनेको हाम्रो फाइनल भेलोसिटी हुन्छ, फाइनल पोइन्टको भेलोसिटी, र u भनेको हाम्रो इनिशियल भेलोसिटी। त्यसैगरी a भनेको हाम्रो एक्सेलरेसन हो र s भनेको हाम्रो डिस्प्लेसमेन्ट हो, डिस्टेन्स हैन डिस्प्लेसमेन्ट हुन्छ। s भनेको डिस्प्लेसमेन्ट हो, t भनेको हाम्रो टाइम हुन्छ, u भनेको इनिशियल भेलोसिटी, v भनेको फाइनल भेलोसिटी र a भनेको एक्सेलरेसन। ओके, s भनेको हाम्रो डिस्प्लेसमेन्ट हुन्छ। ठीक छ, अब यो इक्वेसनहरु कब भ्यालिड हुन्छन् भने हाम्रो एक्सेलरेसन जब कन्स्टेन्ट हुन्छ तब मात्र यो इक्वेसन भ्यालिड हुन्छ। यानी एक्सेलरेसन चेन्ज हुनु भएन। हामीले मोसन स्टडी गर्ने बेलामा जुन मोसनलाई जुन डिस्टेन्सको लागि अथवा जुन टाइमको लागि मोसन कन्सिडर गरिरहम, जुन डिस्टेन्स अथवा टाइममा हामीले यो इक्वेसन लगाइरहम, त्यसमा एक्सेलरेसन चेन्ज हुनु भएन। ठीक छ, यसलाई डिराइभ कसरी गर्ने? पहिलो कुरा त यो बेसिक इक्वेसनहरु याद राख्नु होला। यो डिफरेन्शियल इक्वेसनहरु v इज इक्वल टु ds बाई dt
ठिक छ। त्यसै गरी एउटा छ a इज इक्वल टु रेट अफ चेन्ज अफ भेलोसिटी dv बाई dt, ठिक छ। र एउटा अझै बन्न सक्छ a इज इक्वल टु v dv बाई ds, यो पनि याद राख्नु होला, इम्पोर्टेन्ट छ। यो तीनटा तपाईले कहिले पनि युज गर्न सक्नुहुन्छ, जब पनि युज गर्न सक्नुहुन्छ एक्सेलरेसन कन्स्टेन्ट नभए पनि, ठिक छ। यो भनेको जब एक्सेलरेसन कन्स्टेन्ट हुन्छ तब लगाउने यो, ठिक छ। र यो भनेको यदि एक्सेलरेसन कन्स्टेन्ट हुन्न भने तब हामीले यो लगाउन मिल्छ। यहीँदेखि यो सबै डिराइभ भएको हो एक्सेलरेसनलाई कन्स्टेन्ट मानेर। कसरी डिराइभ भएको? जस्तै v इज इक्वल टु ds बाई dt छ, ओके। v इज इक्वल टु ds बाई dt छ। मानौँ सरी a इज इक्वल टु db बाई dt छ, ओके। अब हामीलाई पहिले यो डिराइभ गरौँ हामीले, v इज इक्वल टु u प्लस at। सो a dt इज इक्वल टु db हुन्छ, ओके। हामीले के गरौँ? इन्टिग्रेट गरौँ। इन्टिग्रेट गरौँ जब टाइम t1 थियो तब इनिसियल भेलोसिटी u थियो, त्यसै गरी जब टाइम t2 थियो त हाम्रो भेलोसिटी फाइनल भेलोसिटी v थियो, ओके। यसमा इन्टिग्रेट गर्ने हो भने यदि मैले एक्सेलरेसनलाई कन्स्टेन्ट मान्ने हो भने, जुन कि मैले भनेको थिएँ यो तीनटा इक्वेसनमा मान्ने हो। सो एक्सेलरेसनलाई यदि कन्स्टेन्ट मान्छु भने a इज इक्वल टु कन्स्टेन्ट मान्ने हो भने a बाहिर आउँछ, a कन्स्टेन्ट हुन्छ। सो dt को मात्र इन्टिग्रेसन हुन्छ, dt को इन्टिग्रेसन t हुन्छ। सो a मल्टिप्लाइड बाई t को इन्टिग्रेसन, dt को इन्टिग्रेसन t, यानी t2 माइनस t1 इज इक्वल टु t2 माइनस t1 इज इक्वल टु db को इन्टिग्रेसन v हुन्छ। सो v माइनस u, ओके। t2 माइनस t भनेको हामीले सिम्पली टाइम लेख्न मिल्छ, कति टाइम हामीले त्यो v र u को बिचमा कति टाइम इल्याप्स भयो। सो a इन्टु t सिम्पली हामीले लेख्न मिल्छ इज इक्वल टु v माइनस u, ओके। a इन्टु t इज इक्वल टु v माइनस u। सो यहाँदेखि v इज इक्वल टु u प्लस at लेख्न मिल्छ। यसरी यो हाम्रो फर्स्ट इक्वेसन अफ मोसन आएको हो। यसमा के छ? एक्सेलरेसन हामीले कन्स्टेन्ट मान्यौँ, ठिक छ। यसरी हामीले फर्स्ट इक्वेसन अफ मोसन निकाल्यौँ। त्यसै गरी अर्को निकाल्न छ, अर्कोलाई हामीले के गर्न सकिन्छ? अर्को इक्वेसनको लागि हामीले यो युज गरौँ, v इज इक्वल टु ds बाई dt। v भनेको हामीले भर्खर निकालेको u प्लस at हुन्छ। सो u प्लस at इज इक्वल टु ds बाई dt हुन्छ। dt मैले यता मल्टिप्लाई गरेँ, dt मैले यहाँ u प्लस at मल्टिप्लाइड बाई dt इज इक्वल टु ds, ठिक छ। मैले के गर्छु? इन्टिग्रेट गरेँ, ओके। इन्टिग्रेट गर्ने हो भने u dt हुन्छ, इन्टिग्रेसन u dt। यसरी सेपरेट गर्नेलाई सेपरेट गर्न मिल्छ, at dt इज इक्वल टु इन्टिग्रेसन ds, ठिक छ। u मल्टिप्लाइड बाई, u भनेको कन्स्टेन्ट हुन्छ, इनिसियल भेलोसिटी हो। सो भेलोसिटी त कन्स्टेन्ट छ इनिसियल, ओके। सो u बाहिर आउँछ र dt को इन्टिग्रेसन t हुन्छ, ओके। प्लस a हामीले कन्स्टेन्ट मान्ने, एक्सेलरेसन कन्स्टेन्ट माने हम। सो एक्सेलरेसन र बच्चा t dt को इन्टिग्रेसन t स्क्वायर बाई 2। सो t स्क्वायर बाई 2 इज इक्वल टु इन्टिग्रेसन ds को इन्टिग्रेसन s। सो s इज इक्वल टु ut प्लस हाफ at स्क्वायर। यसरी हाम्रो सेकेन्ड इक्वेसन अफ मोसन आएको, ठिक छ। अर्को इक्वेसन अफ मोसन निकाल्नु छ, हामीले यो डिफरेन्सियल इक्वेसन युज गर्छौँ, a इज इक्वल टु v db बाई ds। अब यो कसरी आयो? एक्सेलरेसन भनेको db बाई dt हुन्छ, यति थाहा हामीलाई, रेट अफ चेन्ज अफ भेलोसिटी। मैले के गरेँ? db बाई dt लाई ds बाई ds ले मल्टिप्लाई गरेँ, गर्न मिल्छ यसरी, ओके। मैले यसरी सेपरेट गरेँ, db बाई ds इन्टु ds बाई dt यसरी लेख्न मिल्छ। dt ले मैले ds को तल लाएँ, ds लाई यता db को तल लाएँ, ठिक छ। अब ds बाई dt भनेको के हुन्छ? भेलोसिटी हुन्छ, v इज इक्वल टु ds बाई dt, ओके। सो v db बाई ds, यसरी हाम्रो एक्सेलरेसन आएको। ds बाई dt भनेको v भयो, सो v इन्टु db बाई ds, यसरी हाम्रो एक्सेलरेसन आएको। अब यसलाई हामीले युज गर्न सकिन्छ यो थर्ड इक्वेसन डिराइभ गर्न। कसरी युज गर्ने? मैले ds लाई यता मल्टिप्लाई गरेँ, a ds इज इक्वल टु v db, ओके। अब एक्सेलरेसन के छ? कन्स्टेन्ट छ, इन्टिग्रेट गरेँ मैले दुवैतिर, ठिक छ। भेलोसिटी के छ? इनिसियल भेलोसिटी u देखि फाइनल भेलोसिटी v भएको छ, ओके। v db छ, एक्सेलरेसन कन्स्टेन्ट छ a इन्टु इन्टिग्रेसन ds
इन्टिग्रेसन डिएस भनेको यस हुन्छ ओके डिएस को इन्टिग्रेसन एक्सेलरेसन मैले कन्स्टेन्ट मानेको छु v dv को इन्टिग्रेसन के हुन्छ v इन्टु dv यानी x dx को इन्टिग्रेसन x स्क्वायर बाई 2 त्यसै गरी v dv को इन्टिग्रेसन v स्क्वायर बाई 2 सो v स्क्वायर बाई 2 र लिमिट के हुन्छ u देखि v सो as इज इक्वल टू 2as इज इक्वल टू 2 यता मल्टिप्लाई गरे v स्क्वायर माइनस u स्क्वायर सो v स्क्वायर इज इक्वल टू u स्क्वायर प्लस 2as सो यसरी हाम्रो थर्ड इक्वेसन पनि डिराइभ हुन्छ बुझ्नुभयो सो यो फर्मुला यो तीनटा जुन हेर्नुभयो यो तीनटा भनेको एउटा कन्डिसन ल्याएको हो के हो एक्सेलरेसन कन्स्टेन्ट हुनुपर्छ एक्सेलरेसन कन्स्टेन्ट छैन भने हामीले यो लगाउन मिल्दैन एक्सेलरेसन कन्स्टेन्टको केस कस्तो जस्तो ग्राभिटी फलो भइरह ग्राभिटी त कन्स्टेन्ट हुन्छ एक्सेलरेसन ड्यू टु ग्राभिटी सो त्यो केसमा हामीले यो लगाउन सकिन्छ अथवा कुनै पनि प्रोसेस जसमा एक्सेलरेसन कन्स्टेन्ट छ त्यसमा हामीले यो इक्वेसन्स अफ मोसन लगाउन मिल्छ यदि एक्सेलरेसन कन्स्टेन्ट छैन भने के गर्ने हामीले यो तीनटा इक्वेसन युज गर्ने यो तीनटा इक्वेसन हामीले युज गर्ने बुझ्नुभयो सो यो थियो इक्वेसन अफ मोसन सो आजलाई यति गरौँ अनि नेक्स्ट क्लासमा हामीले योसँग रिलेटेड ग्राफहरू हेर्ने ग्राफहरू कसरी सल्भ गरिन्छ त्यसै गरी रिलेटिभ भेलोसिटीको कन्सेप्टहरू हामीले नेक्स्ट लेक्चरमा हेरौँ न ठीक छ थ्याङ्क यू